ओके सो आज चाहिँ यो भिडियो अलि लेन्दी हुनेवाला छ एन्ड यो मैले चाहिँ लेन्दी नै बनाउनुको कारण के हो भने आज अलि फरक टपिक फरक एउटा दृष्टिकोण मैले यसमा चाहिँ शेयर गरिरहेको छु है। त्यो फरक दृष्टिकोण के छ भने आजसम्म मैले चाहिँ आफूभन्दा यङ्गर पिपलहरूलाई चाहिँ टार्गेट गरेर अथवा उहाँहरूको लागि सजेस्ट अथवा के एडभाइस व्हाट कुड बी द बेटर फर देम के गर्न सक्नुहुन्छ उहाँहरूले के गर्नुहुन्न भन्ने हिसाबले चाहिँ मैले त्यस्तो टाइपको कन्टेन्टहरू त्यस्तो टाइपको भिडियोजहरू आजसम्म मैले सेयर गरिरहेको थिएँ। बट टुडे आई एम मुभिङ टुवर्ड्स फ्युचर। मैले आफूभन्दा सिनियर जसले चाहिँ मलाई गाइड गर्नुपर्ने हो जो व्यक्तित्वहरूले चाहिँ हामी जस्तो जुनियरहरूलाई चाहिँ आफूभन्दा जुनियरहरूलाई चाहिँ गाइड गर्नुपर्ने हो। अब उहाँहरूको लागि भनेर मैले एउटा कन्टेन्ट आज बनाउँदैछु। द्याट्स वाइ दिस भिडियो कुड गो अ बिट लङ एन्ड त्यो लङ्गर भिडियोको ड्युरेसन लामो हुनसक्छ बट आई विल ट्राई टु मेक द कन्टेन्ट रिलेभेन्ट। त्यही भएर आज चाहिँ मेरो यो कन्टेन्ट यो भिडियो उहाँहरूलाई नै टार्गेट गरेर मैले बनाइरहेको छु। टार्गेट भन्नुभन्दा नि यो हजुरहरूको लागि मैले बनाउँदैछु है। अब कुन एज ग्रुपको लागि भनेपछि 35 to 45 को एज ग्रुपलाई चाहिँ यो भिडियो है। त्यसमा अब इफ तपाईँ चाहिँ 33, 32, 31 पनि हुनुहुन्छ भने यु क्यान रिलेट समहाउ, तपाईँहरूले पनि रिलेट गर्न सक्नुहुन्छ होला। अब हेरौँ है के कुरा। यो उमेर भनेको ठिक छ 22-25 वर्षसम्म अझै 26 वर्षसम्म पनि इफ यु आर इन नेपाल तपाईँ हामी अलमोस्ट धेरै जस्तो मान्छेहरू पढाइमै हामीले स्पेन्ड गरिरहेछौँ। हामी मास्टर्स डिग्री गर्नेदेखि लिएर इफ पिएचडी फर्दर गर्ने हो भने हाम्रो नेप्लिज कन्टेक्स्टमा पिएचडी चाहिँ अलिकति उमेर पुगिसकेको भइसकेपछि नै पिएचडी गर्ने चलन छ, जुन ट्रेन्ड चेन्ज भइरहेछ। यो चेन्ज हुनुमा पनि वेस्टर्न कल्चरकै हाम्रो एउटा ट्रेन्ड फलो गरिरहेछौँ होइन। अब पछिल्लो क्रममा के छ भने हेर्नुहोस् है, यो उमेर 35 देखि 45 वर्षको उमेर स्पेसिफिकली मैले फोकस गर्दाखेरि यो उमेरमा हो तपाईहरुबाट मान्छेले, तपाईको परिवारले, तपाईको फ्यामिलीले, अब इफ यु आर म्यारिड एन्ड यु हेभ किड्स, यो तपाईको बालबच्चाहरूले एक्सपेक्ट गर्ने हो। तपाई चाहे पुरुष होस् चाहे महिला होस् तपाईहरुबाट धेरै एक्सपेक्ट गर्ने हो। इफ यु आर नट म्यारिड त्यसपछि झन् तपाईहरु त्यो पिरलोमा त्यो एउटा सोसाइटीको जजमेन्टमा चाहिँ तपाईहरु फस्ने हो, जुन भइ नै रहेछ, फसिराख्नु भएको छ। यसको चाहिँ अब समाधान के त? इफ यु आर द्याट पर्सन जसले चाहिँ सबै कुरा, धेरै कुरा, मोस्ट अफ द थिङ्स द्याट यु हेभ एक्सपेक्टेड अर ड्रिम्ड अफ तपाईले त्यो अचिभ गर्नु भएको छ भने त द्याट्स फाइन। तपाईलाई ह्याप्पिनेस, तपाई सेटिस्फाइड हुनु होला। बट तपाई एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले चाहिँ ड्रिम, सपना चाहिँ धेरै कुराको देख्नु भएको थियो बट तपाईलाई चाहिँ त्यो अचिभ तपाई 10%, 20% पनि गर्न सक्नु भएको छैन भने नाउ यु मस्ट बी फिलिङ द हिट। अब तपाईहरु त्यो हिट, त्यो अब एउटा फिलिङ अफ डिसस्याटिस्फ्याक्सन, फिलिङ अफ फेलियर, त्यो तपाईहरुले मेबी नट मेबी अलमोस्ट यो तपाईहरु फेस गर्दै हुनुहुन्छ, फिल गर्दै हुनुहुन्छ। इफ कोही छैन भने सल्युट है। अब हेर्नुस् 35 वर्ष तपाईलाई भयो, 36 वर्ष तपाईलाई भयो, बट इफ यु आर नट एबल टु प्रोभाइड फर योर फ्यामिली, इफ यु आर नट एबल टु अचिभ व्हाट यु आर एक्सपेक्टेड टु अचिभ, तब तपाईहरुलाई चाहिँ सोसाइटीले, इभन योर फ्यामिली, चाहे पुरुष होस् चाहे महिला होस्, अझै पुरुषहरुमा चाहिँ यो एउटा प्रेसर अझै बढी हुन्छ है। किनभने men are supposed to be the provider,
चाहे त्यो हाम्रो कल्चरमा होस् वेस्टर्न कल्चरमा होस् जुनसुकै कल्चरमा पनि हामी पुरुषहरूलाई चाहिँ फ्यामिलीको लागि एउटा प्रोभाइडर कमाउने मान्छे आई नो यसमा फेमिनिस्टहरू अलि आफ्नो चाहिँ सहमति नराख्न सक्नु होला बट अझै पनि हामी यो कल्चरबाट गुज्रिरहेछौँ I would love to see women contribute for the family, contribute financially as well. त्यो अपर्च्युनिटी उहाँहरूलाई दिनुपर्छ भन्ने मान्छे त्यो मान्यता पनि मैले राख्ने हो दिनुपर्छ किनभने उहाँको पनि राइट हो अब यसमा अब अर्को कुरा के छ भने पछिल्लो क्रममा अब किन पनि यस्तो समस्या अब भएको छ यो समस्या अझै बल्झिदै किन गएको छ भने यो अहिले जमाना छ टेक्नोलोजीको एन्ड सोशल मिडियामा मोस्ट अफ द थिङ्स द्याट वी सी धेरै कुरा जुन हामीले देखिरहेछौँ त्यो चाहिँ मान्छेले देखाउनलाई नै सर्भ गरिरहेछ तपाईहरुलाई चाहिँ देखाउनलाई नै मैले यो गरिरहेको छु है मैले चाहिँ मेरो लाइफमा चाहिँ यो गरिसके है भन्ने हिसाबले चाहिँ देखाउनलाई नै हामीले गरिरहेछौँ चाहे त्यो म होस् चाहे त्यो कोही अरु होस् नो वान वान्ट्स टु शो द फेलियर कसैले पनि आफ्नो फेल भएको हिम्मत छैन के आफू फेल भएको आफूले सोचेको गर्न नसकेको कुरा रेयरली हामीले देखिरहेछौँ जसले त्यो कुरा तपाईलाई शेयर गर्छ त्यसलाई चाहिँ हिम्मत भएको मान्छे गट्स भएको मान्छे भनेर तपाई हामीले चाहिँ सल्युट गर्नुपर्छ अब इन्स्टाग्राममा फेसबुकमा लिंक्डइनमा युट्युबमा हामीले त्यही भएर हेर्नुस् है अझै भन्ने पर्दा पछिल्लो क्रममा इफ यु आर अ प्रोफेसनल इन्डिभिजुअल जोसँग लिंक्डइन अकाउन्ट पनि छ त्यो मान्छे तपाई हो भने लिंक्डइनमा अलमोस्ट सबैसँग राम्रो जब छ सबैले गाडी किनिसके सबैले सबै सक्सेसफुल इन्डिभिजुअल्स हुनुहुन्छ सबैलाई सबै आउँछ सबै एकदम वेल नोन वेल रेपुटेड इन्डिभिजुअल हुनुहुन्छ तपाई इफ यु आर इन्स्टाग्राम यो के रे लिंक्डइन युजर हेर्नु होला त्यहाँ कोही पनि आफू फेल भएको मैले यो गर्न सकिन भन्ने हिसाबले कसैले स्टोरी शेयर गरिरहेछ भने त्यो चाहिँ तपाई अलिकति उलाई चाहिँ अब चाहिँ फलो गर्नुस् भन्छु म चाहिँ हैन अनि इन्स्टाग्राम अर्को एउटा इन्स्टाग्राम भन्ने तपाई जुन एप अहिले हामी चलाइरहेछौं सोशल मिडिया त्यसमा चाहिँ अहिले खाना खानु भन्दा अगाडि हामीले फोटो हाल्छौं नयाँ लुगा किन्यो हामीले फोटो पोस्ट गरिरहेछौं गाडी किन्यो हामीले शेयर गरिरहेछौं बाइक किन्यो हामीले शेयर गरिरहेछौं हैन आज साँझ अब यस्तै कुराहरु हामीले शेयर गरिरहेछौं र जसले अब फेरि त्यही 35 देखि 45 वर्षको अथवा 32 देखि 35 वर्षको मान्छे जसले चाहिँ त्यो कुरा अचिभ गर्न सक्नु भएको छैन जसले चाहिँ त्यो कुरा अझै पनि अफोर्ड गर्न सक्नु भएको छैन अब उहाँले के फिल गर्ने भने ओहो म भन्दा जुनियर मान्छेले यो म भन्दा पछि आएको मान्छेले यो अचिभ गरिसक्यो गाडी किनिसक्यो घर किनिसक्यो मैले चाहिँ यति वर्ष मेहनत गरेर पनि अझै गर्न सकिन भन्ने एउटा जुन हामीमा एउटा इन्फेरिटी जुन फिल आउँछ त्यो किन आउँछ भने हामी एउटा आफूले के गरिरहेछौं कसरी लाइफ हामी बिताइरहेछौं भन्नु भन्दा नि अरूले कस्तो गरिरहेछ अरूको लाइफ कस्तो भइरहेछ भन्नेमा अलि बढी चासो हामी पछिल्लो क्रममा दिने भएको कारणले गर्दा एन्ड त्यसलाई चाहिँ अझै यो सोशल मिडियाको युजेजले अझै त्यसलाई अलिकति प्रमोट गरे भएर हामीहरु यो दलदलमा यो समस्यामा हामी फसिरहेछौं साथीहरु अब सिनियरहरुलाई चाहिँ त्यही भएर मैले के भन्ने हो भने जब हामी अरूको लाइफमा आफ्नो लाइफ भन्दा बढी चासो दिन थाल्छौं तब हामी आफ्नो लाइफ बिताउन आफ्नो लाइफलाई ह्यापीली जिउन हामी पाउँदैनौं त्यो चाहिँ एकदम हेर्नु होला त्यही भएर मैले एउटा के कुरा देखे भने पछिल्लो क्रममा हाम्रो साथीभाइ सिनियरहरुको आफ्नै एउटा समस्यासँग उहाँहरु जुझिराख्नु भएको छ आफ्नै एउटा समस्या के भने एउटा नन अचिभमेन्टको फिलिङ हैन मान्छे एउटा यस्तो प्राणी हो जो स्याटिस्फाइड कहिले पनि हुन्न
मान्छेले सेटिस्फ्याक्सनको लेभल पुग्नु भनेको मान्छेलाई चाहिँ कहिलेकाहीँ भन्ने गरिन्छ मान्छे सेटिस्फाई भयो भने मान्छे क्रिएटिभ हुन्न मान्छे इनोभेसन सकिन्छ भन्ने हुन्छ हैन तर एउटा कुरा हेर्नुस् है तपाईहरु मान्छे सेटिस्फाई के कुराले नहुने हैन के कुराले नहुने तपाईसँग खाना लाउन पुग्या छ तपाईसँग गाडी पो नहोला तर तपाईसँग यातायातको साधन छ साइकल छ मोटरसाइकल छ कोहीसँग साइकल पनि छैन अब मान्छेको आवश्यकताहरू बढ्दै गइराछ बढ्दै जानेवाला पनि छ हैन तर अब सेटिस्फ्याक्सन चाहिँ कहाँबाट आउँछ भने अरूले के अचिभ गर्यो र अरूले कस्तो अचिभ गर्न सक्यो कति उमेरमा र मैले के मसँग के छ मसँग के चाहिँ छ र जसमा म सेटिस्फाई हुन सक्छु भन्ने कुरा इफ त्यो कुरा हामीले डिफाइन गर्न सक्यौं भने धेरै जस्तो डिसस्याटिस्फ्याक्सनहरु हाम्रो लाइफबाट अटोमेटिक हटेर जान्छ हाम्रो एउटै टेन्डेन्सी हाम्रो ह्युमन टेन्डेन्सी के हो भने हामीले चाहिँ आज हामीसँग जे छ त्यसमा हामी सेटिस्फाई नभएर हामी फेरि अरु कुराहरु खोतल्दै जान्छौं अरु कुरा खोज्दै जान्छौं and ultimately that leads us toward a feeling of stress and anxiety पछिल्लो एउटा मैले अस्ति रिसर्च एउटा पढिरहेको थिए पछिल्लो क्रममा मान्छेहरु अलिकति थकान महसुस गरिरहेको एउटा एक्जस्टेड फिल भएर बसेका मान्छेहरु वर्ल्डमा अलमोस्ट 20% छन् अरे अब थकान मान्छेलाई किन भइराछ वर्ल्डको विश्वको 20% मान्छेलाई अझ नेपालमा इन्डियामा साउथ एसियन कन्ट्रीहरुमा त अलमोस्ट 40% छ मान्छे फिजिकल काम गरेर कहिले पनि थाकेको तपाईले रेगुलर रूपमा दिनदिनै थाकेको महसुस गरेको फिल गरेको तपाई हामीले देखेका छैनौं होला बट द मेन्टल स्ट्रेस तपाई एम्प्लोइड पनि हुनुहुन्छ पैसा कमाउँदै हुनुहुन्छ काममा जाँदै हुनुहुन्छ बट इफ तपाई चाहिँ आफ्नो एउटा इन्टरपर्सनल रिलेशनशिप आफ्नो फ्यामिली धेरै जस्तो यो केटाहरुको अझ समस्या छ है यो हैन मेन वुमेन दुईटैलाई छ बट हामी कस्तो छ भने आफ्नो फ्यामिलीमा आफ्नो साथी सर्कलमा पनि इफ वी आर नट शेयरिङ आवर फिलिङ्स हामी रिसाउनु समस्या हो भन्छौं तर नरिसाउनु पनि समस्या हो है रिसाउनु समस्या हो किनभने रिसाउनु समस्या किन हो भने रिसाएर इफ यु रियाक्ट इन दैट रिसाइकै म्यानर रिसाइकै बेला इफ यु रियाक्ट त्यसले डिस्ट्रक्सन ल्याउँछ तपाईमाथि पनि तपाईको सराउन्डिङमा पनि तर इफ तपाई रिसाउनु भएको छ एन्ड त्यो रिसको फिलिङ तपाईले कसैलाई रियाक्सन हैन बताउनु पर्यो शेयर गर्नु पर्यो अहिले मलाई रिस उठेको छ अहिले म यस्तो अलिकति एङ्ग्री भएको छु भन्ने हिसाबले चाहिँ तपाईले शेयर गर्न सकेर तपाईले चाहिँ त्यो कुरा ह्यान्डल यसरी गर्नुभयो भने दोज थिंग्स गेट बेटर हैन भने एक्युमुलेट हुँदै जान्छ हाम्रो इमोसन्सहरु हाम्रो फिलिङ्सहरु इफ वी डोन्ट एक्सप्रेस द वे वी फिल यसले चाहिँ हाम्रो स्ट्रेसहरु घट्दैन हाम्रो स्ट्रेसहरु बढ्दै जान्छ इमोसनल इन्टेलिजेन्स इज वन थिङ हैन जहाँ हामीले आफ्नो लगायत अरूको पनि इमोसन्सहरु म्यानेज गर्न सक्छौं कन्टेन गर्न सक्छौं तर के छ भने हामी आफ्नो इमोसन हामीले म्यानेज हैन हामीले एक्युमुलेट गर्न थाल्यौं मैले खुशी छु तर फ्यामिलीसँग खुशी व्यक्त गर्न म डराइरहेको छु म रिसाएको छु मैले त्यो शेयर गर्न चाहिँ सकिन मलाई स्याड फिल आछ म स्ट्रेस छु मैले त्यो स्ट्रेस पनि म हो यो स्ट्रेस मेरो प्रब्लम मैले शेयर गरे भने छन् उनीहरु हाँस्ने हो के पो भन्ने हो भन्ने हिसाबले मैले शेयर गरिरहेको छैन यस्तै कुरा एक्युमुलेट हुँदै गयो भने भोलिको दिनमा यही स्ट्रेस मेरो फिजिकल हेल्थ मेन्टल हेल्थ हुँदै अल्टिमेटली फिजिकल हेल्थमा पनि एकदमै एक्युमुलेट भइसकेर मलाई चाहिँ एउटा थकान महसुस सधैं हुने हो त्यसपछि म जतिसुकै ह्यापी हो जतिसुकै जहाँ पनि काम गरौँ जहाँ पनि जाउँ मलाई के खासै दुनियासँग मतलब पनि नहुने टाइपको म हुन्छु त्यसपछि चाहिँ अलमोस्ट भित्रबाट डेड भइसकेको हुन्छु काम गरिरहेको छु तर त्यो काममा पनि म खुसी छैन खाना खाइरहेको छु त्यो खानामा पनि म खुसी छैन हेर्नु होला यो
35 देखि 40 वर्षको उमेरमा हाम्रो दाजुभाइहरू अथवा दिदीहरू जो हुनुहुन्छ धेरै जस्तोमा तपाईहरुले यो फिलिङ देख्नुभयो होला कि उहाँहरुलाई के कुराले खासै एक्साइट गरेको मैले देखेको छैन। किन छैन भने उहाँहरुसँग आफ्नै लेभलको एउटा फिलिङ्स स्ट्रेस जुन छ जुन उहाँहरुले व्यक्त पनि गर्न सक्नु भएको छैन, एक्सप्रेस गर्न सक्नु भएको छैन। यो कुराहरुले उहाँलाई चाहिँ अलमोस्ट भित्रभित्रबाट एउटा डेड बनाइसकेको छ। अब त्यो कुराहरुले गर्दाखेरि उहाँहरु एउटा न शेयर गर्न सक्ने न कसैलाई चाहिँ भन्न सक्ने अनि एक्सप्रेसै गर्न नसक्ने भएपछि यो कुराले एउटा भित्रभित्र एउटा जलाइरहेको एउटा अवस्था उहाँहरुलाई छ। अब यसमा चाहिँ के समाधानको बाटो के छ त? कसरी यो कुरालाई सल्भ गर्ने एउटा फिलिङ अफ अन्डर अचिभमेन्ट हैन सँगसँगै एउटा फिलिङ अफ स्ट्रेस लाई चाहिँ कसरी हटाउने होला त? अब कसरी यो कुराको समाधान गर्न सकिन्छ भन्दाखेरि हेर्नुस् साथीहरु, लाइफमा हामीले के बुझ्नु पर्यो भने everything that happens, that is happening is I don't say मैले चाहिँ यो भगवानले लेखेको अथवा यो लेखेरै आएको हो आफ्नो भाग्य हो भन्ने मैले कम्प्लिटली डिसएग्री पनि गर्दैन, बट त्यो कुरा मात्र हो भनेर मैले भन्दिन। यसमा चाहिँ यस्तो हामीले जे आफ्नो एउटा गरिरहेछौं, मेहनत गरिरहेछौं अथवा त्यसको एउटा कहिलेकाहीँ हामीलाई परिश्रम गरेको फल नमिल्न पनि सक्छ। त्यो नमिल्यो भन्दैमा हामीले त्यो दुखी भएर बस्नु भन्दा जे हामीलाई मिलेको छ त्यसमा हामीले सेटिस्फाइड भएर बस्न सक्यो। हामीले सबभन्दा पहिलो चाहिँ के गर्नु पर्यो भने अरूको अचिभमेन्टमा हामी दुखी हुने हैन, हामी जेलस फिल हुने हैन। अरूको अचिभमेन्टलाई चाहिँ हामीले सके अप्रिसिएट गर्ने हो, खुसी हुने हो, नसके हामी आफू चाहिँ दुखी हुने हैन। उहाँहरुको अचिभमेन्टमा, उहाँहरुको सक्सेसमा फलानुले गाडी किनिसक्यो, फलानुले घर किनिसक्यो, फलानुले यो लग्जरी आइटम किनिसक्यो, यस्तो लाइफस्टाइल छ भन्ने हिसाबले चाहिँ त्यसमा हामीले धेरै फोकस गर्ने हैन। हामीले आफ्नो लाइफमा फोकस गर्ने हो। एउटा कुरा इम्पोर्टेन्ट कुरा जुन एकअर्कालाई कन्ट्राडिक्ट गर्न सक्छ, बट एउटा इम्पोर्टेन्ट कुरा मैले भने हामी सोशल एनिमल हो, हामी सोशल बिइङ हो। मान्छेले त्यही भएर अरूसँग इन्टरपर्सनल रिलेसन्सहरु मेन्टेन गर्नुपर्छ। बट त्यति भन्दै गर्दा एउटा सबभन्दा इम्पोर्टेन्ट कुरा के हो भने हामीले आफू एक्लो हुँदा पनि सेटिस्फाइड भएर बस्न सक्नुपर्छ। हामीले आफू एक्लै पनि मजाले बाँच्न सक्नुपर्छ। हामीले एउटा सेटिस्फाई ह्याप्पी भएर हामी एकान्तमा पनि जब हामी आफ्नो साथी आफू बन्न सक्छौं नि, बेस्ट थिङ दैट वी क्यान डू, तब चाहिँ हामी आफूमा एउटा कन्टेन भएर हामी खुसी भएर बाँच्न सक्छौं। त्यो भन्दैमा फ्यामिलीसँग छुट्टिने भन्ने कुरा हैन, आफ्नो पार्टनरसँग अलग हुनुपर्छ भन्ने कुरा हैन। हो, त्यो सोशल इन्टरेक्सन गर्नुपर्ने टाइममा वी मस्ट बी एबल टु, बट जब हामी एक्लो छौं, जब हामी एकान्तमा छौं, कहिलेकाहीँ त्यो लाइफमा पनि हामी सेटिस्फाई भएर बस्न सक्नु पर्यो। बेस्ट थिङ। अब नेक्स्ट अर्को स्ट्रेसको कुरा, स्ट्रेसको फिलिङहरु एक्युमुलेट गर्ने कुरा। यसमा चाहिँ के भन्छु भने हामी यो कुराहरु एक्युमुलेट हुन नदिऊ। रिसाएको छौं हामी भने यस हामी रिसाउँ एकछिन, तर मेक श्योर कि त्यो रिसले कसैलाई डिस्ट्रक्ट, अरूलाई पनि हार्म नगरोस्, हामीलाई पनि हार्म नगरोस्। रिसाउनु पर्छ, केटा मान्छे रुनु हुन्न भन्ने हुन्छ हैन। आउँछ नि कहिलेकाहीँ रुनु मन लाग्छ, तर हामी रोएनौं त्यतिबेला भने दोज फिलिङ्स एक्युमुलेट है। त्यही भएर केटा मान्छे रुने कुरालाई पनि अथवा केटी मान्छे पनि रुने कुरालाई चाहिँ लेट्स नर्मलाइज। हामी आफूले पनि प्लस हाम्रो अरू साथीभाइहरुलाई पनि म भनिरहेको छु, नर्मल कुरा हो फिलिङ्सहरु, इमोसनहरु शेयर गर्ने। अब हाम्रो समाजमा सबभन्दा ठुलो कुरा के छ भने कसैले आफ्नो प्रब्लम भन्यो भने, कसैले आफ्नो स्ट्रेसको कुरा गर्न थाल्यो भने पागल भयो यो, यसको दिमाग ठीक ठाउँमा छैन भन्ने हिसाबले हामीले भन्न थालिहाल्छौं। यो कुरा सबभन्दा च्यालेन्जिङ छ। यो कुरालाई चाहिँ सुरुमा हटाऊ है।
यो कुरा फर्स्ट एन्ड फरमोस्ट कसैले स्ट्रेसको कुरा गर्दैछ भने कति कुरा सुन्ने जहिले यस्तै गर्छ कुरा भन्ने हिसाबले जुन हामी रियाक्सन दिन्छौँ त्यो रियाक्सनलाई हामी अबदेखि स्टप गरौँ। त्यो कुराले मान्छेलाई एकदम आफ्नो फिलिङ्सहरू सेयर गर्नमा चाहिँ एकदम ब्लक गरिरहेछ। द्याट्स वाइ यो कुराहरू पनि हामी एज अ कम्युनिटी एज अ सोसाइटी हामीले चाहिँ यो कुरा म्यानेज गरौँ, हामीले यो कुरा सोचौँ र एउटा कम्फर्टको इन्भाइरोमेन्ट जसमा चाहिँ आफ्नो मान्छेहरूले आफ्नो फिलिङ्सहरू सेयर गर्न सक्छ त्यो कम्फर्टको इन्भाइरोमेन्ट हामी दिउँ। एन्ड फाइनली one thing that I want to share is as a community, as a सबभन्दा सर्वश्रेष्ठ प्राणी हामी मान्छे हो भन्छौँ हैन। अब यसमा चाहिँ एकअर्कालाई चाहिँ सपोर्ट सिस्टम हामीले भन्न त हामी चाहिएको बेला तपाईँ भन्नु होला हेल्प गर्छौँ भन्छौँ हैन। मेक श्योर कि हेल्प गर्नुभयो फार बेटर, तर इफ यु आर नट इन अ स्टेट टु हेल्प हैन, तपाईले सहयोग गर्न सक्नु भएको छैन भने मेक श्योर कि कम्युनिकेट क्लियर गरिदिनुस्। अर्को मान्छेले एक्सपेक्ट गरिरहेको हुन्छ हैन, त्यो एक्सपेक्टेसनलाई चाहिँ तपाईले केही पनि रेस्पोन्स दिनु भएन भने त्यो मान्छेले चाहिँ एउटा जज तपाईहरुलाई गर्न सक्छ। उ मान्छेले झन् फिलिङ के गर्न सक्छ भने मलाई चाहिँ रेस्पोन्सै गरेन, मतलबै गर्ने रहेनछन्, म त अब के गरौँ भन्ने फिलिङ त्यो मान्छेमा आउन सक्छ। त्यही भएर चाहिँ क्लियर कम्युनिकेसन है। इफ somebody is expecting something from you, make sure कि कम्युनिकेट गर्नुहोस्, बट हार्श वेमा नगर्नुहोस्, पोजिटिभ वेमा। सरी साथी, मैले यसपालि चाहिँ हेल्प गर्न सकिनँ, यो कुरामा हेल्प गर्न सकिनँ, मेरो पनि यस्तो अवस्था छ अथवा यस्तो कारणले गर्दाखेरि हेल्प गर्न सकिनँ भन्ने त्यो हेल्प माग्ने साथीले पनि के बुझ्नु पर्यो भने कहिलेकाहीँ यस इन्डिभिजुअल्स आर इन देयर ओन लाइफ डिलिङ विथ देयर ओन प्रब्लम्स। त्यो बेला तपाईलाई चाहिँ सबैले सहयोग साथ नदिन पनि सक्नुहुन्छ। मेबी ट्राई विथ अनदर पिपल। उहाँले भन्नुभयो भने त्यसमा चाहिँ कुनै तपाईले पनि उहाँलाई जज नगर्नुहोस्, उहाँलाई चाहिँ तपाईले पनि एउटा हेल्प गर्ने मान्छे हुँदो रहेनछ भन्ने हिसाबले नजाउँ। उहाँहरूको पनि कन्डिसन होला के भन्ने हिसाबले बुझौँ। यसले तपाईलाई पनि हर्ट गर्दैन, उहाँहरूलाई पनि त्यो एउटा फिलिङ अफ जुन ओहो मेरो साथी रिसायो क्या मैले हेल्प गर्न सकेन भन्ने हिसाबले त्यो फिलिङ उहाँहरूमा पनि जुन आउन सक्छ, उहाँहरूमा पनि यो फिलिङ आउँदैन। सो मेक श्योर यु कम्युनिकेट थिङ्स क्लियरली। चाहे त्यो एङ्गरको तपाईको इमोसन होस् अथवा तपाईको एप्रिसिएसन होस्, कसैलाई दिनुपर्ने कसैलाई नो भन्नुपर्ने होस्, कसैलाई यस भन्नुपर्ने हो। मेक श्योर कि यो सबै कुरा क्लियर रूपमा कम्युनिकेट होस्। सबभन्दा समस्या आउने भनेकै क्लियर कम्युनिकेसन नभएर वातावरण चाहिँ कस्तो बनाउनु पर्यो भने हरेक ठाउँमा फ्यामिली, वर्क, कलेज, स्कुल सबै ठाउँमा एउटा इन्भाइरोमेन्ट क्लियर कम्युनिकेसन। इफ देयर इज ग्याप इन कम्युनिकेसन त्यहाँनिर चाहिँ सबै समस्या आउने हुन्छ। मैले तपाईलाई चाहिँ लास्टमा एउटा कुरा भने कम्युनिकेसन is the main reason why most of the problems occur है। हरेक ठाउँमा रिलेसनमा, फ्यामिलीमा, आफ्नो वर्क लाइफमा कम्युनिकेसनले मात्र सबै धेरै जस्तो समस्याहरू आउने गर्छ। एन्ड सरप्राइजिङली कम्युनिकेसन मात्र यस्तो एउटा कुरा हो जसले त्यो सबै समस्यालाई चाहिँ सल्भ गर्न सक्छ। So make sure smooth communication between you and your partner, you, your family, you, your friends, between you and your co-workers, you and your subordinates, supervisor, clear एउटा स्मूथ कम्युनिकेसन होस् जसले गर्दा अलमोस्ट एभ्रिथिङ तपाईहरु सल्भ गर्न सक्नुहुन्छ। यो आज मैले यो सानो एउटा भिडियो लेन्थी भयो पक्कै पनि, तर एडभाइस चाहिँ 35 देखि 45 वर्षको हाम्रो सिनियरहरूलाई चाहिँ मैले दिएको हो। आफ्नो लाइफमा अरूको कम्प्यारिजन नगरौँ, आफ्नो सेल्फ सेटिस्फ्याक्सन एउटा सेल्फ आफ्नो के अचिभमेन्ट छ त्यसलाई चाहिँ अगाडि बढाउँ। अनि त्यसपछि अर्को कुरा चाहिँ
क्लियर एउटा कम्युनिकेसनको कुरा गरे हैन क्लियर कम्युनिकेसन गर्ने गरौँ अनि त्यसपछि अरु कुरा पनि एक दुईटा मैले भने यो कुराले तपाईको लाइफमा चेन्ज ल्याउन सक्छ है एउटा आफ्नो फिलिङ्सहरु आफ्नो स्ट्रेसको फिलिङहरु पनि एक्युमुलेट नहुन दिउँ यो दुई तीनटा कुरा हामीले आफ्नो लाइफमा चाहिँ इम्प्लिमेन्ट गर्न सक्यौं भने वी विल बी ह्यापी हामी लगायत हामी आफू पनि ह्यापी हुन सक्छौं आफूसँग रिलेटेड इन्डिभिजुअल्स पिपलहरुलाई पनि हामीले ह्यापी राख्न सक्छौं सो आजलाई चाहिँ मैले यति नै भने नेक्स्ट भिडियो फेरि अर्को कन्टेन्ट आउँछ नेक्स्ट भिडियो तपाईहरु यो भिडियो अन्तिमसम्म हेर्नु भएको छ भने थ्यांक यू फर वाचिङ दिस भिडियो एन्ड शेयर पनि गरिदिनु होला इफ यु लाइक दिस कन्सेप्ट हैन इफ यु लाइक्ड दिस भिडियो अर्को भिडियो के कन्सेप्टमा बनाऊ यु अल्सो क्यान सजेस्ट अरु म पनि आफै भएर कन्टेन्टहरु ल्याउने नै छु थ्यांक यू साथीहरु थ्यांक यू सिनियरहरु all the best be happy make people happy around you thank you